सो वाट्सअप गाइज टक्कसँग स्वागत छ सबलाई अधिकारी ब्लग्समा होप यु आर फाइन। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। अनि म पनि आरामै छु। टक्कसँग आज कि म होइन बिएमबी हस्पिटल जानु लाग्यो किनकि मेरो साथी त्यहाँ एक्सिडेन्ट भएर बसिरहेको रहेछ है। अनि त्यही हो, फोनमा चार्ज पनि नभएर पावर ब्याङ्कले गरिरहेको छु है, चार्ज हुँदैछ एज यु क्यान सी है। अनि त्यही हो, अब के भन्नु, दशा लागेपछि यस्तै हो रहेछ कि गाइज है। अब अरू बेला राम्रै कुदाउँथ्यो तर अलि स्पिड थियो है, जस्तो कि स्पिडमा कुदाउँथ्यो। अब मैले अब कस्तो छ उसको हेल्थ केही पनि थाहा छैन है। अब है गएर बुझ्छु, मैले यसो सुने अपरेसन कि गरेको रे हिजो है। अनि केटाहरू हिजो गएको रहेछ, हिजो भेट्न पाएन छ। अनि सबजना आज हामी जान लाग्यो। अनि त्यही गाइस त्यही हो है। अब कि म टक्कसँग कपडाहरू लाउँछु होइन, साथीहरूले 10-15मा भेट्नको लागि बोलाएको छ। अनि म एक्लै जानु भन्दा नि साथीहरूसँगै जान्छु है। अनि यसो त्यही हो, टक्कसँग बाटोमा पुगेपछि भेटौँला है। यो त यहाँ रेड भइरहेछ। सो गाइज है, टक्कसँग हामी कि हस्पिटल जानु लाग्यो। यहाँ मेरो साथी पनि आइसक्यो। अब के भन्नु त नि, अब के भन्न चाहन्छस् भने सुसानहरू होइन 10-15मा त्यहाँनिर आइपुग्छन् रे कि। अनि त्यहीँनिर बस भनेसँगै अनि अब त्यही गएर कुरा मिलाउँला। अब अनि त्यही गएर अब के कुराहरू के लाने हो सबै त्यही गरौँला। अब के भन्छ, मैले आज बिराम भएर कलेज नगएको। अनि म त अब नागिनलाई कस्तो छ भनेर सोधेँ, केटाहरूले जान्छ भनेर सोचेँ होला। आऊ भने नाइ भन्दा नि मलाई नि दुर्गाईको आइडीबाट सुसान बोल्दो रहेछ कि। अनि मलाई अब नाइ भन्दा नि अप्ठ्यारो लाग्यो कि। म नि अब आज नगयो नि अब एक दिन जान्छु भनेर बसेको थिएँ। मैले केटाहरूले आऊ भने अब नाइ भन्दा नि अप्ठ्यारो लाग्यो। गाह्रो परेर त यो बाटो कि कहिले उता झाप्छु त्यो जेम्सको उकालोको कहिले बन्ने भएन है। 6 महिना लाग्छ, कसैले 2 वर्ष भन्छ। राइडरले पनि जस्तो लाग्यो। सो हाम्रो मिसन सुरु हुँदैछ है। हामी कि अब यहाँ भित्रबाट भागेर तपाईँसँग बस्नुपर्ने हुन्छ। यता निस्किनु भने निस्किनै मिल्दैन यार। मालासिनबाटै यताबाट छ। बस बस हेर त उही फोन राम्रोसँग बसेको छ नि। भिडियो बा गाई चाहिँ हस्पिटलबाट पनि हामी निस्किसक्यौँ बिएमबी हस्पिटल है। टक्कसँग केटाहरू तल गइसक्यो। कताबाट गयो भाइ तिमीहरू? यताबाट हामीलाई त कपेलले ल्याङ हान्छ पनि। गाई चाहिँ निस्किसक्यौँ हामी। अनि केटाहरू कि कहाँबाट आएको हामीलाई केही पनि थाहा छैन। केटाहरू पनि यतै होला होइन, गइसक्यो जस्तो छ। सिधै जाने भने हो कि कुर्ने भने यो जसलाई बाटो पनि अघि आएको बाटो नि बिर्सियो यार गाइज। सिधा है।
सो केटा उहिले हान्ने हौ यहाँ होइन अनि हामी कहाँ निस्किनु पर्ने त्यो जाने क्या सातबाट जाने होइन त्यो अघि जुन ठाउँबाट त्यहीबाट जाने अर्को कहाँबाट जानु पर्ने नभए त्यहाँबाट सिधै सातबाट पुग्छ त्यो ट्याक्कै त्यो ट्राफिक भएकोमै यहीँबाट जाने कि त्यहाँबाट जाने नभन् त्यहाँबाट जानु तपन त्यहाँ ट्राफिकले समातेर अब बाइक चलाउने र कारको कुरा गरेको थियो अब घरमा कार किन्ने भनेर झगडा गर्न बेला हुँदैन हेर्नु मैले ब्रेक लाग्नु उड्दिन भनेर झल्लो लडेन भर्खर याद गरिनस् त्यस्तो भागिरहेछ स्या यता कि राम्रो अब यस्तो हो मलाई भाग्यमा नि अब त्यही लेख्या हुन्छ स्पिडमा कुदाए पनि अब स्लो कुदाए पनि जस्ता भने अब भन्नु आउँदैन नि त हो यार अस्ति म यसरी नै येल्लो लाइन छुँदै खेल्दै हिँडेँ हो क्या बिस्तारै गीत सुन्दै त्यही नि अब आफू पस्यो तर मलाई होइन मन नलागेको कुरा भन्नुपर्दा होइन 9 स्पिडमै थियो कि बिस्तारै ठोक्यो अब त्यो स्पिडमा आउने पो प्रेसमा हुन्छ र ठोकिन्छ त नि त्यो अब हामीलाई थाहा छ नि त कति अनि अब ठोक्यो रे होइन त्यसको त्यो ठोक्या भयो अब कस्तो अचम्म लाग्दो कुरामा एक्सिडेन्ट भयो ठोक्या भयो त्यसको त्यो बिस्तारै थियो भने त त्यस्तो नहुनु भन्दै त्यसलाई अब के हुनु भइसक्यो होइन अब त्यसलाई अब अल्छल गर्नु भन्दा हाम्रो गोर्खा पुरा वकिल बन्न लागिसक्यो रहेछ कुरा त ठुल्ठुलो आउँछ त यार तातिदिएर टेन्सन नलि नागिन जस्तो होइन हामी नागिन जस्तो होइन भने हामी आलेले पुरा मसँग रेस खेल्ने ज्याकेट मागिरहेको थियो क्या कहाँ दिन्छ त नि अब राइडिङ ज्याकेट के आलेले माग्यो कि मलाई म रेस खेल्ने भनेर बसे मान्छे मसँग हुँदैन नि पर्छ मैले अब कति भन्नु डरासतिर हेर्नु डर मलाई त बिनाजुसँग गरे यहाँबाट यहीँबाट सजिलो होइन हाम्रो वकिलको फेस रिभिल हान्ने उनीहरूलाई हेलो खै हेलो दर्शक दिनहरू ल है त गाइज है हामी आइसक्यो फाइनल्ली यो कि टक्कसँग गाइज है अब हामी पनि छुट्टिनु पर्ने बेला भइसक्यो होइन त गाइज आज विली लङ हान्दा थियो यार मैले यसमा भिडियो बनाइनँ भने त्यतिखेर हत्ताउनु बत्ता नहुने फेरि फोन लाग्छु यो भाइजरको माया लाग्छ कि फेरि उसै त दशा लागेर साथीहरू पनि यस्तो छ आफ्नो पनि सिसा कहिले के भइरहेको बेलामा झन् टेन्सन हुने बेला के भयो भने त्यही हो गाइज तर स्कुटीले कि पिकअप डेन्जर दिए जस्तो लागिरहेछ आज है अलिकति बेटार्दैमा गइरहेछ भनेर
यतिको पिकअप पाए त भइहाल्यो नि हामीलाई होइन सो हामी टक्कसँग अब चिया खान जानुपर्छ है छैन नि दाइ So we are going. Oi, कस्तो ठुलो खाले स्कुटरले त डेन्जर ठुलो खालको अब यहाँ केटीहरू कुदाउनु हुँदैन गाइस अस्ति कम्प्लेन आइसकेको छ मलाई यहाँ त कम्प्लेन आउँछ है गाइस फेरि कुदायो भने यहाँ टक्कसँग क्यामेरा पनि अफ गरिदिउँ आजको लागि यति नै है ल नेक्स्ट डे नेक्स्ट भिडियो सब नेक्स्ट है त बाई बाई